म आज मुलाको अचार बनाउन गइरहेको छु। यसलाई चाहिने सामग्री ल हेर्नुहोस्। यसमा सबभन्दा पहिले हामीले मुला काटिसकेर तयार भएको मुलामा हामीले बेसार राखिन्छ। पहिला बेसार राखेपछि यसरी मोलिन्छ। त्यसपछि नुनको पालो आउँछ, नुन राखिन्छ। 2 चम्चा जति नुन, मुलाको अवस्था हेरेर 2 चम्चा जति नुन। त्यसपछि फेरि पनि मोलिन्छ। त्यसपछि हामी मसला राखिन्छ। मसला पनि 1 चम्चा मसला। त्यसपछि यसलाई मोलिन्छ। फेरि यसपछि 8-10 दाना 8-10 दाना पिरो आउने खुर्सानी राखिन्छ। खुर्सानी राखेर पनि हामी यसरी मोलिन्छ। त्यसपछि हाम्रो अचारमा पिनेको तोरीको दाना पिनेर यसरी पिसेर मिक्सरबाट अथवा आफ्नो ठाउँ हेरेर यसरी तोरीको छोप राखिन्छ। तोरीको छोप राखेपछि फेरि पनि हामी मोलिन्छ। यसमा हल्का 2 डाडु जति तेल राखिन्छ। तोरीको तेल, प्योर तेल। यसरी मोलिन्छ। मोलिसकेपछि सकेसम्म आफ्नो घरकै डब्बा नभए बजारकै हर्लिक्सका डब्बा भए नि चल्छ। ल यस्तो अवस्थामा हाम्रो अचार यसरी बनेको छ। ल हेर्नु, अचार तयार भएको छ। यसमा 4-5 दिन घाममा सुकाएर अचार खानको लागि तयारी हुन्छ। ल